एसई को तयारी गर्दै गर्नुभएका सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई हार्दिक नमस्कार सहित तपाईहरूलाई सफलताको शुभकामना पनि व्यक्त गर्न चाहन्छु। र अब मैले तपाईहरूलाई सहजीकरण होस् भनेर विभिन्न च्याप्टर अनुसार आफ्नो क्लास यो च्यानल मार्फत तपाईहरूलाई पढाउने छु र सम्पूर्ण साथी भाइहरूले, सम्पूर्ण शिक्षक साथीहरूले, अभिभावकज्यूहरूले, प्रिय विद्यार्थीहरू समक्ष यो मेरो साइटलाई, यो भिडियोलाई, यो युट्युब च्यानललाई पुर्याई विद्यार्थीहरूको सिकाइ उपलब्धि वृद्धि गर्न र पढ्ने बानीको विकास गर्नका लागि सहजीकरण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। म मोहन भण्डारी। आज मैले विद्यार्थी भाइ बहिनीहरूलाई फोर्स टपिक्स पढाउँदैछु र भाइ बहिनीहरूलाई थाहा छ, हामीले कुनै पनि वस्तुलाई तान्यौँ भने, कुनै पनि वस्तुलाई घुसाट्यौँ भने, कुनै पनि रेस्टमा भएको वस्तुलाई मोसनमा ल्यायौँ भने, मोसनमा भएको वस्तुलाई रेस्टमा लग्यौँ भने त्यति बेला बाहिरबाट एक्सटर्नल एजेन्सी हैन, बाहिरी प्रयास गर्नुपर्ने हुन्छ। त्यो जुन बाहिरी प्रयास हामीले गरेका हुन्छौँ त्यसलाई हामीले फोर्स भनेर भनिन्छ। फोर्स भेक्टर क्वान्टिटी हो र फोर्सको एसआई युनिट न्युटन हुन्छ, सिजिएस युनिट डाइन हुन्छ र 1 न्युटन भनेको 10⁵ डाइन्स हुन्छ। कहिलेकाहीँ न्युटन र डाइन्सको रिलेसन लेख्नुहोस् भनेर पनि आउन सक्छ। यो कुरालाई विशेष ख्याल गर्नुहोला। र मैले भाइ बहिनीहरूलाई फेरि अर्को कुरा के जोड्न चाहन्छु भने फिजिकल प्रोक्सिमिटीको आधारमा फोर्सलाई दुईवटा भागमा बाँडिएको छ। एउटा कन्ट्याक्ट फोर्स र अर्को नन कन्ट्याक्ट फोर्स। भाइ बहिनीहरूलाई थाहा छ, जस्तै मैले यहाँ एउटा चित्र देखाउन चाहन्छु। जस्तै यो दुईवटा अब्जेक्टहरू छन्। यो दुईवटा अब्जेक्टलाई, एउटा अब्जेक्ट माथि अर्को अब्जेक्टलाई यहाँ स्लाइडिङ गरियो, एउटा अब्जेक्ट माथि अर्को अब्जेक्टलाई यसरी टच गराइयो, एउटा टेबल माथि अर्को किताब राखेर हामीले तानियो, घुचाटियो भनेको दुईवटा अब्जेक्टहरू एक आपसमा टचमा छन्। हामी भुइँमा, कहीँ कतै फ्लोरमा, कुनै ग्राउन्डमा हिँडेको छौँ, खेल खेल्दा हिँड्छौँ, यतिकै काम गरेर हिँड्छौँ, उभिन्छौँ, त्यति बेला पनि दुईवटा हाम्रो खुट्टा र जमिन कन्ट्याक्टमा हुन्छन्। यसरी दुईवटा सतहहरू एक आपसमा कन्ट्याक्टमा बसेको बेलामा हुने फोर्स भनेको कन्ट्याक्ट फोर्स हो। जस्तै फ्रिक्सनल फोर्स, हामीले पुलिङ गर्ने बेलामा, पुसिङ गर्ने बेलामा यस्तो फेनोमेननहरू बढी भेटिन्छ। अर्को नन कन्ट्याक्ट फोर्स हो। भाइ बहिनीहरूलाई थाहा नै छ, हामीले कुनै एक ठाउँमा चुम्बकीय वस्तु राख्यौँ। यहाँ मैले एउटा आइरन नेल राखेँ र यहाँ मैले एउटा चुम्बक राखेँ। यहाँ चुम्बक राखेँ भने यो चुम्बक र आइरन नेललाई टच नहुँदा पनि, चुम्बक र आइरन नेल टच नहुँदा पनि यो एउटा चुम्बक हो। यो आइरन नेल हल्लिन थाल्छ, यताउता हल्लिन्छ, मतलब यो चुम्बकको बलको असर आइरन नेलमा देखिन्छ। यसरी जस्तै ग्राभिटेसनल फोर्सको कुरा गर्नुहुन्छ भने दुईवटा अब्जेक्टहरू एक आपसमा टच नहुँदा पनि एउटा वस्तुले अर्को वस्तुलाई आफूतिर आकर्षण गरिराखेको हुन्छ। यो पनि नन कन्ट्याक्ट फोर्सेस भयो, किनभने यी दुई फोर्सहरू, दुईवटा अब्जेक्टहरू, यो नन कन्ट्याक्ट फोर्सको बेलामा दुईटा अब्जेक्टहरू टाँसिँदैनन्, कन्ट्याक्टमा हुँदैनन्, छोइँदैनन्। दे आर नट इन टच, टचमा हुँदैनन्, तिनीहरू सर्टेन डिस्टेन्समा हुन्छन्। यो कन्ट्याक्ट र नन कन्ट्याक्ट फोर्स त हामीले बुझ्यौँ। अब ग्राभिटेसनल फोर्स भनेको के हो त? यो संसारमा, यो ब्रह्माण्डमा जतिसुकै ठुला ठुला हेभनली बडीहरू छन्, ग्यालेक्सीहरू छन्, स्टार्सहरू छन्, सेलेस्टियल अब्जेक्टहरू, आकाशीय पिण्डहरू छन् र ससाना सब एटमिक पार्टिकल्स, इलेक्ट्रोन, प्रोटोन, न्युट्रनहरू पनि छन्। यो एकदमै हेभनली बडीदेखि एकदमै स्मल अब्जेक्ट, माइन्युट पार्टिकल्सहरू, जसलाई हामीले इलेक्ट्रोन, प्रोटोन, न्युट्रन, सब एटमिक पार्टिकलसम्म पनि दुईवटा मास छ भने त्यो दुईवटा पिण्डको बिचमा, ती दुईटा वस्तुको बिचमा एउटाले एउटालाई आकर्षण गरिराखेको हुन्छ। इभन हामी दुईवटा किताबहरूलाई फरक ठाउँमा राख्दा एउटा किताबले अर्को किताबलाई पनि आकर्षण गरेको हुन्छ। त्यसो भए किन अनुभूति गर्न सकिँदैन त नि सर? त्यो साना पिण्डहरू बीच उत्पन्न हुने गुरुत्वाकर्षण बल, प्रोड्युस हुने ग्राभिटेसनल फोर्स,
एकदमै कम हुन्छ, 10 को पावर -10 -11 को रेन्जमा हुन्छ, जसले गर्दा हामीले त्यो ग्राभिटेसनल फोर्स एक्सपिरियन्स गर्न सक्दैनौँ। तर त्यहाँ ग्राभिटेसनल फोर्स प्रोड्युस हुन्छ। कुनै पनि दुई पिण्डहरू बीच, यो ब्रह्माण्डमा भएका, यो युनिभर्समा भएका कुनै पनि दुई पिण्डहरू बीच एकले अर्कोलाई आफूतिर आकर्षण गरिरहेका हुन्छन्, त्यस्तो बललाई ग्राभिटेसनल फोर्स भनेर भनिन्छ। र भाइ बहिनीहरूलाई मैले एउटा फेरि नयाँ चिजमा पनि इन्ट्रोड्युस गराउन चाहन्छु, जुन हामीलाई चाहिन्छ। यो 16th सेन्चुरी भन्दा पहिला के विश्वास थियो मान्छेहरूलाई भने यो सोलर सिस्टमको बीचमा पृथ्वी छ र पृथ्वीले नै यो सोलर सिस्टमलाई कन्ट्रोल गरेको छ र सोलर सेन्टर केन्द्रमा छ र अरू वरिपरि सबैले, अरू सबै प्लानेटहरूले, अरू सनले हैन, स्याटेलाइटहरूले अर्थको वरिपरि रिभल्भ गरिरहेका छन् है। अब ड्वार्फ प्लानेटहरूले पनि अर्थको वरिपरि रिभल्भ गरिरहेका छन् भन्ने कुरा यो जियोसेन्ट्रिक थ्योरीले बताउँछ। जियो भनेको पृथ्वी, सेन्ट्रिक भनेको केन्द्रित, पृथ्वी केन्द्रित। र यो लामो समयसम्म रहेन। जब केही समय पछाडि निकोलस कोपरनिकसले फेरि अर्को चाहिँ सिद्धान्तलाई अगाडि ल्याउनु भयो। त्यो सिद्धान्तले के भन्छ भने सूर्य सोलर सिस्टमको केन्द्रमा छ, सूर्यको वरिपरि अर्थ लगायतका अन्य प्लानेटहरूले रिभोल्युसन गरेका हुन्छन् है, रिभल्भ गरेका हुन्छन्, आफ्नो फिक्स अर्बिटमा हिँडेका हुन्छन् भन्ने कुरा निकोलस कोपरनिकसले बताउनुभयो, जसलाई सूर्य केन्द्रित सिद्धान्त अथवा हेलियोसेन्ट्रिक थ्योरी भनेर पनि भन्ने गरिन्छ, जहाँ पृथ्वी केन्द्रमा छ र यसको वरिपरि अन्य प्लानेटहरू रिभल्भ गरिरहेका हुन्छन् भनेर निकोलस कोपरनिकसको थ्योरमले बताउँछ, जसलाई हेलियोसेन्ट्रिक थ्योरम पनि भनिन्छ। अब थोरै अगाडि बढौँ। यो हामीले तपाईहरुलाई मैले अहिले बताएका कुराहरू, जो तपाईले मैले पढाएको मध्येबाट तयारी गर्नुपर्ने कुराहरू यहाँ छन्। मैले आज तपाईहरुलाई थप केही कुरा पनि थप्नुपर्ने भएको हुनाले मैले आज न्युटन्स युनिभर्सल ल अफ ग्राभिटेसनलाई थोरै समय दिन चाहन्छु। सर आइज्याक न्युटनले के भन्नुभयो भने, सर आइज्याक न्युटनले के भन्नुभयो भने 1687 एडीमा कुनै पनि दुईटा पिण्डहरू बीच, यो पिण्ड एउटा होस्, यो एउटा पिण्ड होस् है, दुईवटा पिण्डहरू बीच एक वस्तुले अर्को वस्तुलाई आफूतिरै तानेका हुन्छन् र त्यसलाई म्युचुअल फोर्स अफ एट्र्याक्सन भनिन्छ। यसले यसलाई तानेको हुन्छ र यसले यसलाई तानिरहेको हुन्छ। यसलाई हामीले म्युचुअल फोर्स अफ एट्र्याक्सन भनेर भनिरहेका हुन्छौँ है। यो म्युचुअल फोर्स अफ एट्र्याक्सन, एक वस्तुले अर्को वस्तुलाई तानिरहेको बल, जसलाई हामीले गुरुत्वाकर्षण बल, ग्राभिटेसनल फोर्स भनिन्छ। र यो ग्राभिटेसनल फोर्स चाहिँ न्युटन्सले के भन्नुभएको छ भने यो दुईटा पिण्ड बीच उत्पन्न हुने गुरुत्वाकर्षण बल यी दुईटा वस्तुको पिण्डको गुणनफलसँग समानुपातिक हुन्छ। भनेको यसको मास m1 छ, यसको मास m2 छ भने ग्राभिटेसनल फोर्स चाहिँ यो m1 इन्टु m2 सँग डाइरेक्टली प्रोपोर्सनल टु भनेको पिण्डको गुणनफल बढ्यो भने ग्राभिटेसनल फोर्स पनि बढ्छ, घट्यो भने घट्छ, समानुपातिक भनेको त्यस्तो हो। र यिनीहरू बीचको केन्द्र बीचको दूरी, दुईवटा वस्तुको केन्द्र बीचको दूरी स्मल डी भयो, त्यसको स्क्वायर डी स्क्वायर भयो, त्योसँग व्युत्क्रमानुपातिक हुन्छ भन्नुको अर्थ 1/d² हुन्छ है। यो हेर्नुभयो भने दुईवटा पिण्ड छन्, यहाँ एउटा m1 छ, अर्को m2 छ। यिनीहरू बीच उत्पन्न हुने गुरुत्वाकर्षण बल F छ। यिनीहरूको केन्द्र बीचको दूरी स्मल डी छ भने यी दुईटा पिण्ड बीच उत्पन्न हुने, प्रोड्युस हुने ग्राभिटेसनल फोर्स यी दुईवटा वस्तुको पिण्डको गुणनफल भनेको मासको प्रोडक्टसँग F is directly proportional to the m1 into m2 and inversely proportional to the distance square of the distance between their centers। A को र B को केन्द्र बीचको दूरी d छ, त्यसको दूरीको वर्ग d² सँग व्युत्क्रमानुपातिक हुन्छ। भनेको दूरी बढ्यो भने यिनीहरू बीच उत्पन्न हुने गुरुत्वाकर्षण बल घट्छ, दूरी घट्यो भने गुरुत्वाकर्षण बल बढ्छ, उल्टो हुन्छ। व्युत्क्रमानुपातिक भनेको उल्टो, समानुपातिक भनेको सुल्टो।
है। बढ्दा बढ्ने घट्दा घट्ने समानुपातिक, बढ्दा घट्ने घट्दा बढ्ने विद्युत कर्मानुपातिक, यो न्युटन्स ल अफ ग्राभिटेसन, यो ब्रह्माण्डमा भएका सबै पिण्डहरूमा यो लागू हुन्छ है, जसले गर्दा यसलाई युनिभर्सल ल पनि भन्ने गरिन्छ। र दुईवटा वस्तुहरू बीच उत्पन्न हुने गुरुत्वाकर्षण बल, ती वस्तु पानीभित्र राखिएको छ कि हावामा राखिएको छ कि अर्कै ग्रहमा लगिएको छ, त्यसले कुनै म्याटर गर्दैन, मात्रै तिनीहरूको पिण्डमा र तिनीहरू बीचको दूरीमा मात्रै भर पर्छ, अरू कुनै फ्याक्टरमा भर पर्दैन। त्यसैले इट इज अल्सो नोन एज युनिभर्सल ल अफ ग्राभिटेसन। भाइ बहिनीहरूलाई अन्य फेरि थप जानकारीहरू लिनको लागि म क्रमशः अर्को पाठ लिएर यहाँ उपस्थित हुनेछु। आजको कक्षाबाट म तपाईहरूकै शिक्षक गुरु सहजकर्ता मोहन भण्डारी बिदा हुन्छु। धन्यवाद, नमस्कार।